हेलो एभ्रिवान। आज म तपाईँहरूलाई चाहिँ एउटा नयाँ कहानी मेरो जीवनको नयाँ सुरुवातको कहानी सुनाउँदैछु। हरेकको सपनाको सहर भनिने एउटा सहर छ यो संसारमा। त्यही सहरमा जानको लागि आज म पनि यसरी तयार भएर हाम्रो डोमेस्टिक एयरपोर्टमा मेरो भदैनी, छोरी, म, मेरो बुढा आइपुगेका छौँ। अब यहाँ चाहिँ हामी अगाडि आइपुग्यो अनि हाम्रो दाइहरू चाहिँ पछाडि पछाडि गाडीमा आएको, उनीहरूको टायरै पङ्चर भएछ गर्मी भएर होइन। हाम्रो भित्र चेकिङको टाइम भइसक्यो, उनीहरू त आउँदै आउँदैनन् है। हामी चाहिँ खोइ त आएनन् त भन्दै खोजिरहेको पर्खिरहेको। अनि त्यसपछि यतिकैमा हाम्रो बाबु आइपुग्यो। किनकि हाम्रो बेसी सामान थियो, लगेज धेरै हुन्छ, सामान धेरै भयो भने रिटर्न लग्नुहुन्छ भनेर होइन। अनि मेरो दाइ र बाबु चाहिँ आए। अनि त्यो हाम्रो बाबु चाहिँ नखुजेलबाट भागेर आएको जस्तै गर्छन्। यहाँ हेर न, फेरि साधु दाइ र ज्वाइँ साहेब चाहिँ गफ गर्दैछन्। प्लेनको टाइम कति बजेछ, ल प्लेन कहाँ आइपुग्यो, डिले कति बजेछ भनेर होइन। अनि नानी पनि आउँदैछ, हो अन टाइममै छ भनेर। अनि फेरि मलाई तिर्खा लाग्यो।